हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग र आजको मिनी ब्लगमा म तपाईँहरूलाई देखाउँछु कि म दिदीको घरमा बस्दा के गर्छु भनेर। फर्स्टमा मैले चिया खाएँ, त्यहाँदेखि चाहिँ यहाँनिर अब म बहिनीहरू सुत्छ नि त, अनि मैले रुम मिलाउन थालेँ होइन। बाहिरको भ्यू चाहिँ यस्तो भएको छ। अनि यो छुर्पीको चाहिँ मलाई एकदम अजिबसी आदत हुने लागि भने जस्तै भइरहेछ होइन। अनि मैले रुम पनि सफा गरिसकेँ। अनि यहाँ बाहिर दिदीले प्यासेजहरू पुस्नुभयो हो। अनि त्यहाँदेखि दिदीहरूको स्नेक प्लान्ट चाहिँ हेर्नु न, यत्रो भइरहेको छ, यति लामो भइरहेको छ। त्यहाँ दिदीले नै याद छैन कि यो स्नेक प्लान्ट चाहिँ यत्रो भएको छ भनेर होइन। अनि म चाहिँ तपाईँहरूलाई यहाँनिर फोन कभर देखाउँदै थिएँ। यो चाहिँ बहिनीलाई फोन कभर अस्ति मगाइदिएको थिएँ होइन। अनि एकदमै मजाको आएको छ। यो चाहिँ बहिनीको कन्तुर हेर्नुहोस् न। यो चाहिँ माथिबाट पैसा हालेर मुनिबाट निकाल्नुपर्छ भन्दै जिस्काउँदै थियो हो। अनि अचानक हाम्रो चाहिँ तल खेतबारी भन्ने जग्गा रहेछ, त्यहाँ जान प्लान भयो होइन। अनि अब म र दिदी चाहिँ हिँडेको त्यहाँ जानुको लागि। दिदी चाहिँ अगाडि गर्नु न भन्दै थिएन। अनि उयो पनि यस्तो वेदर पनि यस्तो भइरहेको छ हो। अनि हामी चाहिँ अब सिधै ओह्रालो जाँदैछ। अनि यहाँ चाहिँ हामी दोकान गयो चिप्सहरू किन्नुको लागि। दोकान जाँदैछ अनि चाहिँ हामी हो। अनि यो गाडी चाहिँ अचम्म होइन, उल्टा कुद्दै थियो होइन, भरे त सिक्दै पो रहेछ। अनि हामी चाहिँ आइपुग्यो। यहाँ चाहिँ हाम्रो घरको तल बारी जस्तै रहेछ खासमा चाहिँ। अनि दिदी अगाडि जानुहुँदै थियो। अनि त्यहाँ पुगेर चाहिँ हामीले एकछिनबाट चिप्स खायो हो। अनि यहाँ चाहिँ दिदीलाई के भन्छ यो बाख्राले चाहिँ यस्तो खेलाउँदै थियो होइन। यस्तो नटेर्ने नि बाख्राहरू डरै लाग्थ्यो। अनि मैले खेलाउन चाहिँ फेरि गयो, दिदीले खेलाउन चाहिँ टेरेकै थिएन। अनि यहाँनिर एकदम मजाको रहेछ, पिसफुल। अनि दिदी चाहिँ रिल्स बनाउने गीत खोज्नुहुँदै थियो होइन। अनि म चाहिँ इन्ट्रो चाहिँ अहिले गर्दै थिएँ होइन। फर्स्ट टाइम आएको अन्त यो चाहिँ तर कुकुर गाईहरू सबै हुँदो रहेछ होइन। अन्त यहाँ चाहिँ हामीले एक दुईवटा रिल्सहरू बनायो। अनि रात पनि पर्यो, सो अब चाहिँ हामी गएको। अनि हामी फर्केको। बाई बाई, सी यु इन नेक्स्ट ब्लग।